दर्शकवृन्द नमस्कार। अहिले हामी समक्ष हुनुहुन्छ हिल टिएमसीका भर्खरै चुनिनु भएका चेयरम्यान एलबी राईज्यू र उहाँ पहिला पनि चेयरम्यान हुनुहुन्छ। योपालि फेरि पनि उहाँलाई नै विश्वास गरेर चेयरम्यानको पद दिनुभयो है र एलबी राईज्यू हजुरलाई बधाई दिन चाहन्छौँ हामी है अब हाम्रो तर्फबाट पनि। र तपाईलाई अब यो फेरि पनि जुन अब पद दिएको छ नि चेयरम्यान, यसले तपाईलाई जिम्मेवारी को कतिको बोध गराउँछ त? अब जिम्मेवारी पहिला पनि चेयरम्यान दिएको, पहिला पनि हामीले जिम्मेवारीसँग त काम कुरो गर्दै आएको छौँ र जुन किसिमले हामीलाई चेयरम्यान पद दिएपछि हामीले पार्टीगत जुन किसिमले हिजोअस्ति जितेको इलेक्सनमा हामीले भाग लियौँ र 10 वटामा हामीले 5 वटा जित्नु सक्यौँ र एउटा नेसनल पार्टीको एउटा जिटिएमा 5 वटा सिट आउनु भनेको कुरो चाहिँ ठुलो कुरो हो। यो उपलब्धि हेरेर हाम्रो काम कुरो हेरेर गरेर यो एउटा जिम्मेवारी दिएको हुनसक्छ। जस्तो प्रकारले तपाईँहरूको पार्टीमा अहिले तल है कलकत्तामा एक प्रकारको चल भइरहेको छ है, अलिकति अप्ठ्यारोपना तपाईँहरूको पार्टीको पार्थ चटर्जीलाई पनि अब त्यस्तो भ्रष्टाचारको आरोप लागेर कहीँ न कहीँ त्यो तारले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि जकड्ने कोसिस भइरहेको छ है। कस्तो प्रकारले हेर्नु? अब त्यो पोलिटिकली त्यो उहाँको अब जुन चाहिँ किसिमले भइरहेछ हामी पनि प्रेस मिडियादेखि मात्र हामीले देखिरहेछौँ उहाँको एउटा निजी मामला हो र पोलिटिकली त कता कता के हुन्छ त्यो त भनेर एलिगेसन त लगाउँदै गर्छ। तर जहाँसम्म हामीलाई विश्वास छ कि हाम्रो सीएम हुनुहुन्छ एउटा नेट एन्ड क्लिन एउटा छवि भएको उहाँलाई लगाउने कोसिस त गर्छ। यो त पोलिटिकली स्ट्यान्ड हुनसक्छ र पनि हामी विश्वास त छौँ उहाँ हाम्रो सीएम क्लियर हुनुहुन्छ र एउटा राम्रो छवि भएको उयस हुनुहुन्छ र विपक्षको त्यो आरोप मात्र हुनसक्छ। अनि तपाईँ एउटा जिम्मेवारी व्यक्ति भएको कारणले गर्दाखेरि है यो एलिगेसन त पाहाडमा पनि लागिरहेको छ, पाहाडमा पनि शिक्षामा व्यापक घोटाला भइरहेको छ भनिरहेको छ नि त है। यसलाई तपाईँ आफ्नो एउटा जिम्मेवारी व्यक्ति है, जिम्मेवारी पदमा पनि हुनुहुन्छ पार्टीको है र त्यो एउटा गरिमामय पदमा हुनु कारण नजरले कसरी हेर्नुहुन्छ? यहाँनिर पनि व्यापक घोटाला भएको छ भन्दैछ। अब मैले भनिहालेँ त पोलिटिकल स्ट्यान्ड अनेक गर्छन्, घोटाला भएको त प्रुफ गर्नु पर्यो नि, प्रुफ गर्नु पर्यो र त्यसले गर्दाखेरि अब विपक्षी पार्टीले अन्य पार्टीले जे भन्छ त्यसको पछि लाग्ने कुरा उहाँले प्रुफ गर्नु पर्यो र यो विषय लिएर यो पोलिटिकली विषय लिएर कसले के गर्यो यो विषय लिएर हामीले कोट्याएर नै हामीलाई उस छैन र पनि अब यो उहाँहरूले जुन किसिमले उस भएको छ यसको लागि छानबिन होला र उहाँहरूले प्रुफ गर्नु सक्नु पर्यो। मलाई लाग्छ जहाँसम्म हुन्छ यो पोलिटिकली स्ट्यान्ड मात्र हो र ठिक पनि परिरहेको छ है। अनि लास्ट एउटा अन्तिम प्रश्न, जस्तो प्रकारले अब विपक्षीहरूले एलिगेसन लगाए पनि है तपाईँहरूले त्यसमा ठिकै छ अब तपाईँहरूलाई यो लाग्छ भने तपाईँले जाँच गर्नुहोस् भनेर तपाईँले उनीहरूको जुन अब आरोपलाई तपाईँले स्वागत पनि जनाउनु भएको छैन नि त? अब कसले अब मैले भने कसले के भन्छ त्यसलाई स्वागत गर्ने विरोध गर्ने हामीलाई टाइमै छैन र जे छ जस्तो छ जुन किसिमले भएको छ जहाँसम्म मलाई भएको छ त्यो त एउटा गभर्मेन्टले एउटा नेगोसिएट त गरिहाल्छ, गभर्मेन्टले एउटा आफ्नो काम कुरो गर्ने त गर्दैछ नि त र यसलाई यहाँनिर आएर कसले यस भएको छ अब जाँच गर्नुहोस् घोटाला भएको छ के हो त्यो उसलाई भन्ने हाम्रो उसमै छैन है। तर त्यसले गर्दाखेरि विपक्ष म जहाँसम्म म भन्छु जुन किसिमको भएको छ भने उहाँले जाँच गर्दाखेरि भेट्यो जे छ त्यो त जसले जे गरेछ त्यसको पनिसमेन्ट त भोग्नै पऱ्यो नि। त्यसले गर्दाखेरि म भन्छु एउटा यो पोलिटिकली एलिगेसन मात्र हुनसक्छ पाहाडमा र यो किसिमको जहाँसम्म मलाई उस लाग्छ एउटा निष्पक्षसँग भएको छ र अब केही कुरो पनि भएको छ भने त्यसलाई चाहिँ जाँचले नै इन्क्वायरीले नै बताउँछ र मैले अहिले त्यसलाई बताइरहने र कसले के भन्यो र पोलिटिकली विपक्षीले के भन्छ त्यसलाई भनिरहने उस पनि छैन। हुन्छ र अन्तिम एउटा प्रश्न जस्तो प्रकारले विपक्षीहरूले यो भने जिटिएको आयु लामो छैन भनेर तपाईँहरू के भन्न चाहनुहुन्छ? अब उहाँले के भन्छ नि कसले जिटेको आयु लामो छैन भन्छ गएर टिएमसीको आयु अब हामी पनि भन्छौँ नि त बिजेपीको आयु लामो छैन भन्नु त पाएँ नि त के हुन्छ? मैले बिजेपीको आयु लामो छैन भन्नु पनि पाएँ त के हुन्छ? बिजेपीले अब 2024मा लोकसभा इलेक्सन पनि हुँदैछ है, अहिलेसम्म बिजेपीले हुनुको त पाहाडमा केही पनि दिएको छैन है। अब गोर्खाल्यान्डको निम्ति राजु विष्टले कसमहरू पनि खाएको थियो र तपाईँहरूलाई कस्तो लाग्छ कि अब यो 2024 अब आउँदैछ जाँदा केही त्यस्तो कुनै स्ट्रङ व्यवस्था दिन्छ होला जस्तो लाग्छ? केही पनि दिँदैन, अहिलेसम्म केही पनि दिएन। 15 साल भइसकिसक्यो बिजेपीलाई दिएको, यहाँको मान्छेले लगालगी रिप्रेजेन्ट भएको बिजेपीले के उपलब्धि अब पनि आउने सालमा पनि केही पनि 24मा पनि केही पनि दिँदैन। हुन्छ, समय दिनुभयो, धन्यवाद।